हेलो गाइस, सन्चै हुनुहुन्छ सबैजना? हामी सबै सन्चै छौँ। सबै सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछौँ। हामीले चाहिँ नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला हाम्रो गोविन्दको भलक। हामी धेरै मेहनत गर्दछौँ। उहाँ पार्वती हाम्रो अरुण कान्छो छोरो त्यहाँ छ। ऊ पार्वती दिदी भन्छौँ हामीले। उहाँ हुनुहुन्छ। हामीले यहाँ गोठ गराउन लागिरहेका छौँ। यो हाम्री ठुली दिदीकी छोरी अनुष्का पाण्डे, यो अनुष्का नेउपाने, त्यो आइसमा हो त खेल्न गइगयो त्यहाँ। यिनी छन् हाम्रो जेठो छोरो गोविन्द पाण्डे। नमस्ते गर छोरो। नमस्कार गाइस, आज हाम्रो मम्मीले भलक बनाइरहनु भएको छ। कस्तो हुन्छ लाइक शेयर सब्सक्राइब हानिदिनु होला। लाइक शेयर सब्सक्राइब हान्नुलाई पैसा चाहिन्न। कान्छो उता दुगुर्दै गइसकिन् ती खेल्दै खेल्न भनेर गइछन्। यी पार्वती दिदी नमस्ते गर्नु। पार्वती दिदी चुरोट खाँदै गर्दै हुनुहुन्छ। चुरोट खाँदै अनि मैले पहिला एउटा वार्निङ दिइरहेको छु कि जाडो डक्सी सेहतको लागि हानिकारक हुन्छ। हजुरले सेवन नगर्नु होला। हामी यही भन्न चाहन्छौँ कि हाम्रो घर यस्तो फोहोर छ। घनश्याम बाते थाहा आउँदै हुनुहुन्छ बाँदर धपाएर। बाँदरले नबोल्नु न, बाँदरले त कति खाछ। मकै त हेर्नुहोस्। केही बाँदरलाई धपाउने केही उपाय भए भनिदिनु होला कमेन्ट बक्समा। हामीले यही भन्न चाहन्छौँ। अनुष्काले खुट्टा धुँदैछ ती। आज अचार बना भनेको रिसी र त्यहाँबाट खुट्टा धुवाइछ ती। गोविन्द पाण्डे आउँदैछन्। गोविन्द पाण्डे के छ तिम्रो हाल खबर? काहीँ ने काउ ए यहाँ फुल छ। हावा पानी आउन लागेको मौसम छ। यस्तो छ गाइस। ल आजको हाम्रो मम्मीको भ्लग यही रहेको छ। हजुरलाई भ्लग मन परेको भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। मम्मी हजुरको के भन्न चाहनुहुन्छ? हजुर म केही भन्न चाहन्न। लाइक सब्सक्राइब गरिदिनु होला। नराम्रो भए पनि हेरिदिनु होला। सबैले मन पराइदिनु होला। नमस्कार।